This is not a कुइरो. This is only धुवां. जंगलमा लागेको धुवां र अनि यो फैक्ट्रीबाट निस्केको धुवाँको मिक्स. Guys, good morning and welcome to my new vlog. I hope सबैजना संसारमा फिट एन्ड फाइन हुनुहुन्छ होला. एकदमै संसारमा फिट एन्ड फाइन छु. तर एउटाले गर्दा चाहिँ फिट एन्ड फाइन छैन के. यो गुड मर्निङ हैन गाइज. स्मोकी मर्निङ हो के गाइज. किन स्मोकी मर्निङ हो भन्दाखेरि बाहिर हेर्नुस् न. यस्तो धेरै धुवाँ छ नि बाहिर. यो सँगै भूकम्प भएको कसले थाहा पाउनु कमेन्ट डाउन गरिदिनु होला. म सोफामा बसेर गेम हेर्दै थिएँ. यस्तरी हल्नुहुन्छ के पुरै. यसो हल्ला हो के. यस्तो गरो म त केही होला भने सुसाले हल्लाइछ के सोफा हुन्छ कि खतरा गर्छ नि कहिले काहीँ छाला आफ्नो हल्लिन्छ नि यस्तो टाइट हुने होला भनेको दिदीले फोन गरे ढोका दिन आइजानु मेरो म उहाँ गएर थिएँ कि भूकम्प आएछ नि त्यतिखेर थाहा भएको भने फिल गरेको तर थाहा नहो कि भूकम्पै हो भन्ने तपाईँले फिल गर्नु कमेन्ट गरिदिनु होला. बाहिर चाहिँ म देखाउँछु यहाँ चाहिँ ब्ल्याक टी पनि देखाएको गाइज हजुरहरूको बे मलाई कि यो कुइरो भन्ने. दिस इज नट अ कुइरो. दिस इज ओन्ली धुवाँ. जङ्गलमा लागेको धुवाँ र अनि यो फ्याक्ट्रीबाट निस्केको धुवाँको मिक्स. जङ्गलतिर हेर्नु न केही देखाएन कुइरो लाग्यो जस्तै जाडो महिनामा तर धुवाँ हो कि कुइरो होइन है. कस्तो छ त्यो सन पनि राम्रो देखाएन क्या. हेर बा यस्तो यो सास फेर्न नि गाह्रो भएको छ बाहिर. यहीँ देखाउन आएको भित्र जाने हो बाहिर ननिस्किनु होला है. यस्तै हुने अन्त गाइज चुरोट खानु र नखानु एउटै हो बाहिर हिँड्ने पार. चुरोटले अन्त धेरै असरले गर्छ फेरि. औडा चाहिँ हामी मुर्गिया जाँदैछौँ किनभने चाहिँ आज मुर्गियामा अखण्ड कीर्तन छ. अनि यताको मन्दिर यताको ग्रुपको चाहिँ भोलि बिहान 8 बजे भोलि बिहान 6, 7, 8 6 बजीदेखि 8 बजीसम्मको परेको 6, 7, 8मा. त्यही भएर भोलि यति गइयो भने चाहिँ म है अरू केटाहरू त जान्छन्. गइयो भने चाहिँ 6 बजी उहीँ पुग्नुपर्छ. गइएन भने चाहिँ 7 बजी यहाँ आउनुपर्छ. अनि केटाहरू चाहिँ उता दिनेशका पर्छन् सिरिज लिएर आउनलाई. अझै पनि आएन. लेट्स सी कता आउँछ नि त. गाइदिदर लकबत्ती जलिसक्यो भनेर दोस्तो मुर्गियाबाट आइयो. अब चाहिँ घर गाइज हिजो मैले आफ्नो टिकटक हेरेको फिस्टे त्यो भाइसँग बनाएको यस्तो कमेडी. कुन टिकटक कुन भाइसँग भिडियो जो गराइएन यार. चेन फुस्केर ल्याङ भयो अनि फेरि उहाँ गयौँ आयौँ. अहिले चाहिँ ड्राइभरमा फिस्टे गाइज हामी चाहिँ यता अब कता जाने भन्दै थिएँ होइन. त्यता मलाई पनि थाहा भएन कता हो त्यता केटाहरू. ड्राइभरमा चाहिँ फिस्टे दोस यति हो. ल तान कोल जान्छ सबै हाल न अलिकति यहाँसम्म हाल न यहाँसम्मको हाल क्या. त्यही त मजा आएको अरे नि मलाई. केही हुन्न कि ब्यालेन्स ल माथि राख्ने हो क्या. लजिक त्यसरी म त खेल्दै थियो क्या. छोप्न पनि पाइन्छ होइन हातले त अर्को औडा आए माले सम्झेर Nói tài đấy, tụi nghe thế rồi, chị kêu nó một đẹp
छिटो झिकेन कहाँ हराएर साले कस्तो छिटो भन्ने हो मेरो हो मेरो पाला आउनु न एउटा न एउटा त निक्लिसक्यो छिटो झिकन कहाँ हो र साले म होइन ओइ 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 राख्दा ढल्छ कि रुक न राख्दा ढल्छ ढुक्छु अरूको लागि फसाउने हो क्या मुला ल शिशिरजी कुन जिग्यो 11 नम्बर जिग्यो जुन पनि पाइयो छि हाम्रो पालिमा गाह्रो हुने भयो यार युज नगर्ने एउटा हातले के युज गर्ने त्यही नि अघि खास पाइन्छ के युज गर्नले मैले एउटा मिठो यहाँ ल बिचमा त्यो न पाइन्छ आफ्नो मर्जी हो के यस्तो राख्न मिल्छ बिना नराखेर ढल्छ त मिक फिक्स हो माथिको 2 स्टेपमा ढल्छ के 2 स्टेपमा छोड दे न तिमीलाई निकाल्न दे बिल तिर्छ ले जानु ल अहिलेसम्म त सजिलो ह अनुजलाई यसको साइड राख न अनुजलाई चाहिँ गाह्रो पर्ने भयो फेरि त्यहाँ तिमी हुन्छ आमाबाट मोटो जिगा ल है रेडी जिग्देऊ त ल अनि अनुज ल साइड गयो साइड यो लाइनको निकाल कि यो लाइनको निकाल यो लाइनको पनि निकाल हैन ल फाइनली ल यत्रो निकाल ल शिशिर शिशिर हैन त निक्लिसक्यो सजिलो ह अब त बिचमा राख न त्यसैलाई राख्न देऊ न नगयो खसन खेल्ने पाइन्न के ल लिजान खेल्ने नि मजा आओस् न जिग दोस्त एउटा दामी ठाउँ गएर तिमीहरूलाई भने किन मैले देखेँ एउटा मैले त धेरै देखिँ यार माथि जुन पाइन्छ माथि यो पाइएन मैले त्यही देखेको थिएँ क्या तर ढल्छ पर्फेक्ट देखिन्छ ढल्छ रिजल्ट दुईटा एट युज गर्नु न यो 13 निक्लिन्छ नि त ल मिति तिमीले ढल्ने भयो होला यता लोड पर्दै जान्छ के त्यही निकाल्छ कि तिमीले होइन अब राख्दा तिमी त्यहाँ माथि राख्न पाइन्न नि फेरि नचला न लाइट नवाला लाइटको लाइटले हल्लाउँछ हो क्या ताने यार हरिबी यहाँ भुइँमा राखेर कसको चिया ल जिग त guys लालु खाऊ त ल खाना डन्डी मोटुको त अघि फर्स्टमै हो फर्स्ट बाइटै यिनकोबाट अन्तकारी दोस्तों फाइनल्ली व्याक्रम चियाघर यस्तो मिठो चिया थियो यस्तो मिठो पकौडा थियो मजा आयो मजा त्यही गेम हेर्दैछु 2 विकेट गयो 10 ओभरमा हो गेम हेर्दा हेर्दा कति लाइन गएको र वाइ लाइन गोइङ अलवेज चिया चाहिँ खाएर आएको चिया घरबाट
त्यही पनि अलिकति चिया रहेछ क्या यसमा अझै यति दुध हाल्दै अनि बनाएर खाऊँ न भनेर चाहिँ मैले बनाउँदैछु मैले चाहिँ नास्ता बोक्ला नास्ता बनाइदिँदै हुनुभएको छ त्यही भएर नास्ता गराइदिउँ अनि यहाँ चाहिँ दिदीले मैले देख्दैन उनीहरू होला यहाँ चाहिँ बिस्कुट लुकाएको मैले चाहिँ देखिहालेँ खानेकुराको त होइन गन्दा जान्छ कि मेरो नाका खाइन्छ मम्मीलाई रोटी बनाइदिउँ लाइन आहा गेम हेर्दै रोटी गराइदिउँ मम्मीलाई दिँदै खाइन्छ दुईवटा फोन भएपछि सजिलो हुने रहेछ क्या हेर्नु न यता गेम हेर्दैछु अनि यता ब्लग गराउँदैछु यहाँ पन्नी लिएर बसेको छु कि गेम हेर्दै मलाई चाहिँ थाहा हुँदैन कि मैले त्यता रोटी बनाउँदैछु भन्ने अब त्यहाँ रोटी तात्तिसक्यो यता गेम हेर्दै चौका गयो यो मुकेश चौधरी त हरिपिटिन्छ कि गाइज हरिपिटिन्छ फर्स्ट सेकेन्ड ओभर गरेको थियो सेकेन्डमै कति 19 कि 20 पिटेको